हाई गाइज सबैलाई वेलकम छ मेरो भिडियोमा। अनि अहिले चाहिँ हामी भोलि किचकबात मेला छ अनि आज चाहिँ हामी नाइट हेर्न जाँदैछौँ है गाइज। यस्तो खतरा लुक छ हाम्रो चाहिँ चोकमा हुनुहुन्छ छेमाहरू अनि यहाँबाट चाहिँ हामीहरू जाँदैछौँ गाइज। कस्तो देख्यो चाहिँ नाइट लुक हाम्रो भनिदिनु होला। अनि योचोटिको किचकबात चाहिँ अलिक खलो खलै छ है गाइज, किनभने पिङहरू केही पनि ल्याएको छैन। यत्तिकै सादा जलेबीहरू के यतात्यता होला अनि दोकान सोकान होला, त्यति मात्रै छ है गाइस। अनि यता हुनुहुन्छ हाम्रो साङ्गे डन हुनुहुन्छ, यता हाम्रो रिता डन अनि म चाहिँ लीला डन, यो इलाकाको खतरा डन। हेर गुआउँला जस्तो भन्छ हौ, के गर्नु र अब यस्तो साथीभाइहरू छ है गाइस। गु पनि नहगिकन हिँड्ने गु पनि नहगिकन हिँड्ने साथीहरू मेलामा हग्नु क्या। अब पोहोर त नि रिता दि तपाईँ थिएन त पोहोर त, यतिखेर त आम्माम हामी त यस्तो खतरा बिजी थियौँ गाइस। हामीले पसल लगाइदिउँ पोहोर त, आम्माम कस्तो खतरा बिजी थियौँ। अनि अर्को कुरा चाहिँ गाइस, मेरो फोन बिग्रेको हुनाले यो चाहिँ अर्को फोनबाट बनाउँदैछु। सबैजनालाई माया गरिदिनु होला, धन्यवाद। सो गाइस हामी चाहिँ मेला आइपुगिसकेको छु। अब रिता दिदी म अनि यता हाम्रो छ्यामुलु राम्रै देख्छ लाइट नभएर। यता हाम्रो सुप्रिया डार्लिङ मेला लागिरहेछ हिरोनीलाई। अनि भाइ यता फर्कि मेरो भाइ समीप हेर न गाइस कस्तो मेरो ब्लर गरिदिनु अनुहार। तातो खस्ता टुन्टो हिँड्दैछ है गाइस। अनि हाम्रो चाहिँ मेला उता यस्तै हेर्दा राम्रो जुत्ताहरू त लाएर हिँडेको नि त्यहाँ देखाउँदै। हाम्रो ग्रुप चाहिँ यता छ है गाइस, यता नानी सुप्रिया उता छेमाहरू काकाहरू। अनि हाम्रो मेला चाहिँ यो चाहिँ अलिकति सानै छ है, पिङ नभएको कारणले। यता हेर्नु सक्नुहुन्छ पवन चाल यो हाम्रो 100 रुपियाँ टका 100 रुपियाँ टकाको हेर्नुहोस् हुन्छ साथीहरू। भोलि आएर हजुरहरूले लिनु होला हाम्रो दाइको पसलमा। कस्तो छ सुप्रिया हेर मेरो बहिनी। अब यो मैले भिडियो बनाएको हाम्रो हेर्नुहोस् न गाइस, यो के अरे हाम्रो सब यो भन्दैन यहाँ गाइस। तातो जलेबी गाइस, लुक एट दिस। अनि मेरो बहिनीलाई चाहिँ हेर्नुहोस् न गाइस 15,000 को जुत्ता लाछ कोरियाको। अनि यता चस्मा यता रहेको छ हाम्रो चस्मा, यता फेरि रहेको छ हाम्रो झुम्का। कस्तो दामी रहेछ यहाँ नि सुप्रिया हेर्नु, दामी नि यहाँ झुम्काहरू। अनि यता हेर्नु न साथीहरू, तातो जलेबी छ जहीँ पनि गाइस। अनि यता छ ल है साथीहरू, हामी चाहिँ यहाँ अब सेक्वा खानु बसेको छ गाइस। फेरि हाम्रो सेक्वा यस्तो खतरा महँगो छ गाइस। कति रुपियाँ किलो भन्नुहोस् न? 1000 रुपियाँ। ओ माई गडनेस, 2 किलो मासु आउँछ है गाइस। तर के गर्नु, अब खानु पर्यो नि। माइ टुन्टे यता हेर न सानो, हाई गर न। ल आयो गाइस हाम्रो चाहिँ एक्सट्रिम सुप्रियाले नानीले यो सुप्रिया हो नि चिसो मगाउने। ल है साथीहरू, हाम्रो चाहिँ 1000 रुपियाँ प्लेटवाला सेक्वा आइसकेको छ गाइस। कस्तो छ सेक्वा, कस्तो छ काकुच? 1000 रुपियाँ प्लेट भन्छ त अनि आम्मा। सुप्रिया कस्तो छ सेक्वा? दामी रहेछ। हाम्रो हाम्रो एक्सट्रिम
रिता त हिरो नै देख्यो नि बाफ्रे कस्तो दामी हिरो नि देख्यो वा कस्तो राम्रो देख्यो अम्बानीको बुहारी जस्तै त्यो मुकेश अम्बानी मलाई त हेर त अब झन् अमिताभ बच्चनको बुहारी जस्तै हामीले पनि लास्टै कुरो नानी हेर आज 2 महिना भइसक्यो फेरि पसल चुको छ फेरि अनि रिता दिदी तपाईँ अम्बानीको बुहारी म चाहिँ अमिताभ बच्चनको यस्तो हेराउनु त ल तिमी चाहिँ यसो क्या यस्तो मलाई छैन तपाईँ चाहिँ राधिका मर्चन त्यसकै डबल पार्टी कसो दियो ठुलो हो नि त राम्रो नि तर सिक्री पनि यस्तै हुनु पर्यो मलाई पनि यस्तो हाम्रो रिता दिदी चाहिँ भित्रै माहौल तताउनुलाई पसिसक्नु भएको छ गाइस हेर्नु अब रिता दिदी प्लिज खोलिहाल्नु त्यो डर लाग्यो मलाई त रिता आन्टी भन्नु मन लाग्यो म चाहिँ यस्तो यस्तो हुनु पर्यो अम्बानीको बुहारी जस्तै कहीँ छैन युट्युब च्यानलहरु त नाम भनिदिनु सक्छ आज लाउँदा त हेर्नु पर्यो नि त ल है साथीहरू आजको हाम्रो मेला चाहिँ सकिएको छ गाइस हामीले के भन्दा भोलि साथीभाइ ओइ बाई बाई गरे म नाटक हेरेँ नाटक बाई 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 बाई